पुरानो भन्दा त्यो यस्तो लोक भाका हुन्छ नि हो त्यस्तो चाहिँ अलिक आउँदैन अनि आधुनिक र यस्तो पूर्वेली लोक अनि म्युजिक सिकेको भए चाहिँ मैले योभन्दा अझै राम्रो गर्थेँ कि जस्तो चाहिँ लाग्छ। त्यो मामाले पनि गाउनुहुन्थ्यो अनि मेरो मामा चाहिँ बित्नुभयो, मेरो मामाको डेथ भयो, त्यही भएर मेरो मामाको चाहिँ सपना थियो नि त सिङ्गर बन्ने, त्यही भएर मैले आज चाहिँ सपना पुरा गरेको जस्तो लाग्छ। अपराह्न 4 बज्दै गर्दा एक किशोरी काठमाडौँको अनामनगर स्थित किङ्स रेकर्डिङ स्टुडियोमा प्रवेश गर्छिन्। संगीतकार मोहन मगरले उनलाई केही कुरा सम्झाएपछि गीत गाउनका लागि स्टुडियोभित्र जान भन्छन्। जसै गीतका लागि उनी टेक दिन्छन्, रेकर्डिस्ट र संगीतकार मोहन वाह भन्छन्। मखमली स्वरको जादुले त्यहाँ रहेका सबैलाई लट्याउँछ। यो जादुमय स्वरकी धनी हुन् सङ्खुवासभाको 5 खपन नगरपालिका 9 ढाडे गाउँकी रेशमा बराइली। सदरमुकाम खाँदबारीको एक स्कुलमा कक्षा 11 मा पढ्ने रेशमाले न त कहिल्यै प्रत्यक्ष रेकर्डिङ स्टुडियो देखेकी थिइन्, न त गीत यसरी टेक लिएर गाउन पाइन्छ भन्ने नै सोचेकी थिइन्। उनले बेपरवाह जबरजस्त ढंगले गीत रेकर्ड गराइन्, गायक टिका मगरसँग स्वरमा स्वर मिलाउँदै। सानैदेखि गायिका बन्ने सपना थियो रेशमाको। हुन त उनी शिक्षा विषयकी विद्यार्थी हुन्। शिक्षक बुबासँगै काठमाडौँ आएकी उनी टिचर बन्न त चाहन्छन्, तर खास लक्ष्य यो होइन। उनी गायिका नै बन्न चाहन्छन्। चौबाटोसँगको कुराकानीमा उनले आफ्नो मखमली आवाजमा केही गीत समेत सुनाइन्। बगैँचामा नजाऊ तिमी, भमराले चुमिदेला, फुल सोचेर तिमीलाई, फुल सोचेर चैतमा साखडेरीमा डढेलोले बने खायो, चैतमा साखडेरीमा डढेलोले बने खायो। उसको बाटो कुर्दा कुर्दा हाय, उसको बाटो कुर्दा कुर्दा शोक सुर्ताले मनै खायो नरन, चैतमा साखडेरीमा डढेलोले बने खायो। बाटो व्यक्ति आफैले हिँड्छ, तर त्यो बाटो देखाउने कोही हुन्छ। रेशमालाई सांगीतिक बाटो देखाएका हुन् उनका मामाले। तर दुर्भाग्य उनका मामाले रेशमाले पहिलो सांगीतिक पाइला चालेको देख्नै पाएनन्। उनको एक दुर्घटनामा परि केही समय अघि मृत्यु भएको हो। मामाको सपना पूरा गर्नु पनि अब आफ्नो सपना भएको रेशमा भावुक हुँदै सुनाउँछिन्। मेरो मामाले पनि गाउनुहुन्थ्यो अनि मेरो मामा चाहिँ बित्नुभयो, मेरो मामाको डेथ भयो, त्यही भएर मेरो मामाको चाहिँ सपना थियो नि त सिङ्गर बन्ने, त्यही भएर मैले आज चाहिँ सपना पूरा गरेको जस्तो लाग्छ। मामालाई सम्झिँदा उनका आँखाबाट अनायासै आँसु झर्न पुगे। संगीतकार मोहन मगरले रेशमाले गाएको सामाजिक सञ्जालमा सुनेका थिए। उनको गायकी सुनेपछि उनलाई लाग्यो यतिको प्रतिभा भएको कलाकारका लागि मैले केही गर्नुपर्छ। त्यसपछि उनी हान्निए रेशमाको घर सङ्खुवासभातर्फ। काठमाडौँबाट बाइकमै त्यता लागेका उनी पानी परेका कारण रेशमाको गाउँसम्मै त पुग्न पाएनन्, तर सदरमुकाम खाँदबारीमा बसेर पढिरहेकी रेशमालाई त्यही भेटे। रेशमाले गीत गाउने आफ्नो एकदमै रहर रहेको उनलाई सुनाइन्। अहिले उनीहरूलाई रहर हुन्छ नि त एउटा होइन, एउटा गीत रेकर्ड गर्न पाए भन्ने जुन उनीहरू हुटुटी हुन्छ क्या नयाँ मान्छेलाई, त्यो भएको हुनाले चाहिँ अनि गीत रेकर्ड गराउन पाए हुन्थ्यो भन्ने उसले पनि त्यस्तो एक खालको हुन्छ नि मनमा गीत गाउन पाए पनि हुन्थ्यो भन्ने खालको उसको भावना चाहिँ मैले बुझेँ। अनि त्यसपछि एउटा गीत चाहिँ बनाऊँ न त भनेर अनि टिकालाई पनि भने, टिकाले के गाउने त टिका के अरे रेशमासँग भन्दाखेरि लु म गाउँछु भने कि टिकाले पनि, अनि त्यसपछि एउटा गीत बनाऊ भने। तर मैले चाहिँ के भने अब उसलाई यो त्यो एउटा स्टुडियो पनि छुट्टै अनुभव हुन्छ क्या सर। जस्तो सिक्नु एउटा पाठ छ सङ्गीतको, त्यो विषयलाई लिएर पढ्नु त्यसलाई हुन्छ, तर स्टुडियोमा पनि एक खालको त्यो सिकाइ हो क्या यो पनि होइन। यो अब रेशमाले आज गायो, उसले अलिकति सिक्यो क्या, उसले स्टुडियोमा गाउँदा गाउँदा स्टुडियोको छुट्टै नै छ। तपाईँको क्लासिकल गरेर कति वर्ष साधना गर्नेहरू पनि स्टुडियोमा आएपछि त्यसको स्टुडियोको जुन माइकहरू हुन्छ त्यसको माइकसँग बसेर गाउनलाई चाहिँ धेरै नै गाह्रो हुन्छ। सङ्गीतको निकै तपाईँको ज्ञान भएको
सङ्गीतमा चाहिँ तपाईँको वर्षौं लगानी गरेर चाहिँ साधना गरेको साधकज्यूहरू पनि आएर स्टुडियोमा गाउँदाखेरि अलिकति फरक नै हुन्छ क्या। त्यो भएको हुनाले चाहिँ स्टुडियोमा पनि सिक्दै गर्ने, यता आफ्नो म्युजिकको पढाइ पनि गर्दै गर्ने। किनभने सङ्गीत भनेको चाहिँ साधना चाहिँ हो। फेरि तपाईँको अहिले गायो, एउटा दुईवटा गीत चल्यो, अब म त अब भए पुग्यो भन्ने खालको अहिले जुन अहिले त्यस्तो भइरहेछ नि, यस्तो भाइरलको जमाना भनौँ न। तर त्योभन्दा मेरो चाहना चाहिँ के भन्दाखेरि उसलाई पनि मैले सुरुमै भनेको मैले तिमीलाई भेटिराख्दाखेरि त्यो त मेरो एउटा रहर हो, तिमीलाई गीत गाउनलाई मलाई इच्छा लाग्यो, टिकालाई भने गायो। तर यति मात्रै होइन, गाएर गीत एक दुईवटा गीतहरू गाएर रेकर्ड गर्नु मात्रै होइन, सङ्गीत भनेको चाहिँ तिमीले पढ्नुपर्छ भने मैले उसलाई सोद्धाखेरि चाहिँ म 12 पास गरिसकेपछि म सङ्गीतै लिएर पढ्छु, काठमाडौँ आएरै म सङ्गीतको लागि चाहिँ गर्छु भन्ने भन्दाखेरि मैले यसो विचार गरेको स्वर त एकदम राम्रो छ होइन, टोन त यति मिठो छ, यतिको स्वरलाई त तपाईँको उनले चाहिँ राम्रोसँग पढेर सिक्यो भने त भोलि पछाडि फर्केर हेर्नु पर्छ जस्तो लाग्दैन क्या। परिवारसँग कुरा गरेपछि रेशमा बुबासँग काठमाडौँ आइन्। मोहनहरू पनि काठमाडौँ फर्के अनि किङ्स रेकर्डिङ स्टुडियोमा यो गीत रेकर्ड गर्ने मेलोमेसो बन्यो। त्यस क्रममा उनको गायन जोडी बने टिका मगर। टिकाका केही गीत सार्वजनिक भइसकेका छन्, जसले रियालिटी शो भोइस अफ नेपालमा समेत प्रतिस्पर्धा गरिसकेका छन्। चौबाटोसँग कुराकानीका क्रममा रेशमाले आफूले आइडल मानेकी गायिका रचना रिमालको गीत समेत गाएर सुनाइन्। लाग्छ उनी र रचनामा धेरै कुरामा समानता छ, खुलेको स्वर, चञ्चल र इनोसेन्ट स्वभाव। चर्किएको ऐना सरे फोटो हाम्रो माया, तिमीले घात गरेपछि छोटो हाम्रो माया, चोखो माया गर्ने मेरो दिल तोडे गयो, छुट्ने बेला चिनो आफ्नै फोटो छोडे गयो, फोटो फिल्ममा कहिले मिलन कहिले बिछोड माया प्रेममा। गीत रेकर्डिङको अनुभव पनि रेशमाले सुनाए। कहिल्यै संगीत नसिकेकी उनलाई संगीत सिकेको भए अझै राम्रो गाउन सक्ने लाग्छ। पार्ट गर्दै अब एउटा पार्ट गर फेरि बिग्रियो भने फेरि गर्ने हो, त्यस्तो चाहिँ लागेको थिएन। एकैचोटि सर गाउनु पर्छ होला, अनि यसरी बिग्रेको ठाउँमा फेरि मिलाउँदै यस्तो गाउनु पर्छ जस्तो चाहिँ लागेको थिएन। तर यस्तो मिलाउँदै पनि गाउन पाइँदो रहेछ। औपचारिक संगीतको पहिलो पाइला चालेकी रेशमा संगीतका थुप्रै घुम्ती र उकाली ओह्राली पार गर्न तयार छिन्। यसमा मोहन मगर जस्तै अग्रज संगीतकर्मीले बाटो भने देखाइदिनु पर्छ। आकाशैमा चिल हो के बेसारा, आकाशैमा चिल हो के बेसारा, 2 दिन माया ल्याइदेऊ न के छरा, 2 दिन माया